चक्लेट पनि पठाइदिनु ल चक्लेट दिनु भएन क्या साथीहरु म चाहिँ काठमाडौँ जाँदैछु श्री एयरलाइन्समा अनि 11 बजे बोलाएको हेलो साथीहरु सेवा र नमस्ते हजुरलाई स्वागत छ मनिषा लिम्बू अफिसियल च्यानलमा आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला साथीहरु म पनि सन्चै छु आफ्टर लङ टाइम पछाडी फेरि पनि न्यू डे न्यू भ्लग लिएर उपस्थिति भइसकेको छु म हजुरको सामु साथीहरु सो तपाईहरु सपोर्ट गर्नुहुन्छ होला भनेर फेरि पनि पूर्ण आशा लिएर म आइसकेको छु तपाईहरुको सामु सो आज चाहिँ म चस्मा नयाँ हो के चस्मा लाउनु पर्यो नि साथीहरु आज चाहिँ म काठमाडौँ जाँदैछु साथीहरु काठमाडौँ किन जाँदैछु के को लागि जाँदैछु के कामले जाँदैछु भन्ने कुरा चाहिँ यो भिडियोमा चाहिँ म भन्दिनँ अर्को भिडियोमा चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ म किन जाँदैछु भनेर अनि तपाईहरुले पनि सरप्राइज छ हैन यदि तर अब यो कन्टिन्यू मेरो भिडियो हेर्नुहुने भ्लग हेर्नुहुने मान्छेहरूले थापिसक्नु भएको छ होला किन जाँदैछ भनेर चाहिँ सो मेरो न्यू सब्सक्राइबरहरूले थाहा पाउनु भएको छैन होला साथीहरु म किन जाँदैछु भने चाहिँ थाहा छैन भने चाहिँ नेक्स्ट अर्को भिडियोमा थाहा पाउनुहुनेछ साथीहरु अनि जिन्दगीमा म फर्स्ट टाइम चाहिँ हैन एक्लै चाहिँ म प्लेनको यात्रा गर्दैछु साथीहरु पहिले पनि गर्न त गरेको तर त्यतिखेर हामी साथी थियौं सो साथीहरु म चाहिँ अब यहाँदेखि विराटनगरबाट काठमाडौँ जाँदैछु प्लेनमा सो मेरो युट्युब फ्यामिलीले धेरै माया सम्झना भन्दै आज चाहिँ म अहिले चाहिँ म यही स्किप गर्न चाहन्छु भिडियो चाहिँ एकैचोटी विराटनगर एयरपोर्ट पुगेर मेरो भिडियो ओपन हुनेछ साथीहरु सो हेलो गाइस म चाहिँ फाइनली एयरपोर्ट आइपुगिसके म चाहिँ खासमा चाहिँ टिकट चाहिँ 11 बजेको टिकट दिइरहेको थियो हैन त्यसले ढिलै किसिले भएर चाहिँ 12 बजेको फ्लाइट रहेको छ अब बस्नै पर्यो 1 घण्टा त हैन साथीहरु भित्र जानु अरे अब म त्यहाँ प्याक पनि चेकिङ भइसक्यो अब यहाँ के गर्नु साथीहरु म चाहिँ यहाँ माथि चढेर खाजा खाँदैछु भित्र चाहिँ मेरो हात प्लेन खाली छ आएको छैन 11 बजेको हाम्रो टिकट थियो तर ढिलो भएर 1 घण्टा ढिलो भएर म चाहिँ VIP मा हाल्दै खाँदैछु क्या अनि म चाहिँ यो तल देखाउ त यो अब यस्तो महँगो किनेको हैन 270 मोमो 1 प्लेट मोमोको खानु पर्यो नि भुइँमा खर्च म खाइदिन्छु त साथीहरु यस्तो एयरपोर्टको छेउमा आएर नै यसरी खाले भन्दा नि खाएर साथीहरु कति महँगो एयरपोर्टमा हेर्नु न यो 60 रुपैयाँ पर्छ पाएर यहाँ 100 रुपैयाँ अरे क्या यहाँ 100 रुपैयाँ मान्नु पर्छ भित्र बस्दा वाक्क भइसक्यो हैन चाक दुखिसक्यो तर प्लेन अहिलेसम्म आएको छैन काठमाडौँको एयरपोर्टबाट उठेको छैन अरे भर्खर मैले सोधेको यहाँनिर एकजनाले काठमाडौँ एयरपोर्टबाट उठेको छैन भन्छ तर यो भनेको के भन्छ नि नेपालीहरूको ठुलो समस्या हो क्या यस समयमा चाहिँ 1 घण्टा अगाडि भनिदिने अनि 2 घण्टा पर्खाइदिने यतिकै त हुनु पर्यो नि हैन यतिको भएन भने त कहाँ नेपाल चल्छ र चल्दैन हैन साथीहरु के कसो हेलो भन्नु न सो हेलो साथीहरु अहिले बुद्ध चाहिँ काठमाडौँबाट आएर पनि जानु आँटिसक्यो काठमाडौँ अनि हामीले श्री एयरलाइन्स चाहिँ भर्खर आइपुगेको छ अब चाहिँ हामी यहाँ जाने भिडियो गर्नु मिल्दैन मैले चाहिँ लुकी गरिरहेको छु यहाँ चाहिँ हेर्नु न पर पुगिसक्यो पानी परिरहेछ साथीहरु अहिले चाहिँ हामी एयरपोर्टमा आइपुगिसक्यौँ एकजना दिदीको झोला चाहिँ म यहाँ बोकेको छु अनि यहाँ हेर न यहाँ बुद्ध आइरहेको थियो सो अहिले चाहिँ यहाँ हामी श्री एयरलाइन्समा जाँदैछौँ यहाँ रहेको छ यहाँ एकजना दिदी काठमाडौँको दिदी हुनुहुन्छ मैले भेटेको चाहिँ म यहाँ छ हेलो बाई यहाँ छ मेरो साथी चाहिँ अनि साथीहरु म चाहिँ यहाँनिर भिडियो बनाउँछु सो साथीहरु हेर्नु न म ए हेलो
साथीहरू मैले काठमाडौँ जानेछु ए भगवान साथीहरू यो प्लेनको पखेटा खुट्टाहरू काठमाडौँमै रहन्छ कि भनेर मैले चाहिँ हेरविचार गर्दैछु भगवान हेर्नु न हजुर जान्छु ल ओइ दिदी नेट कुनै फोटो खिच्दैन न आउनु कति कुदेको क्या यहाँ आउनु त के हुँदैन आउनु न आउनु छिटो आउनु न भिडियो गरिदिनु एउटा भयो सुनेको साथीहरू म चाहिँ काठमाडौँ जाँदैछु श्री एयरलाइन्समा अनि 11 बजी बोलाएको थियो तर फाइनली 2 घन्टा पर्खाएर अहिले चाहिँ कति बजी हामी 1 बजी चाहिँ फ्लाइट हुँदैछ फ्लाइट गऱ्यो होइन अब भित्र चढ्नु नै बाँकी छ अहिले चाहिँ म यता काठमाडौँको दिदी तपाईँको नाम के हो दिदी सरिता एकजना सरिता दिदीले म यहाँनिर देखेर चाहिँ हेरेर चाहिँ दुःख दिँदै क्यामेराम्यान बनाउँछु साथीहरू अहिले चाहिँ हामी काठमाडौँ सो धन्यवाद दिदी चाहिँ एकदमै राम्रो हुनुहुन्छ हेर्नु न प्लेनमाथि चढिसकेको दिदी पनि मैले बोलाएर यहाँनिर भिडियो बनाउनु लगाएको यहाँनिर लाइन लागेको छ साथीहरू अनि एकजना चाहिँ माथि बसिरहेको छ प्लेनमा चाहिँ अब चाहिँ हामी जस्तो जाऊँ कहाँ जानुभयो ए बच्छु नि म त हिँड्नु न अगाडि के हुँदैन हिँड्नु न म छु त किन डराएको प्लेनको चाहिँ रहन्छ कि भनेर म यहाँनिर गर्दैछु हेलो साथीहरू मेरो सिट चाहिँ यता बिचमा परेको थियो अनि म चाहिँ यहाँ झ्यालमा आन्टीले झ्यालमा मलाई सिट दिनु न भनेर यहाँ आन्टीसँग मैले साटेर बसेको छु आन्टीले पनि धन्यवाद आन्टी हाई गरिदिनु हेलो गर्नु त धन्यवाद आन्टी भनेको मान्नु भयो क्या किनभने मलाई यहाँ बादलको भिडियो बनाउनु थियो नि त साथीहरू अनि त्यस कारणले गर्दाखेरि म चाहिँ झ्यालमा बस्छु नि आन्टी भनेर भनेको थिएँ दिनुभयो यो चाहिँ मेरो हातमा आमामा उडियो साथीहरू अब काठमाडौँमा कति मिनटमा पुर्याउँदो रहेछ है कति मिनट पुग्ने त आन्टी कति 35 मिनट 27 मिनटमा होइन होला हो घडी हेर्दै जानु धन्यवाद विराटनगर छोरीमै विराटनगर सहर चाहिँ रहेको छ कि वाउ कस्तो दामी देखिँदो रहेछ विराटनगरको सहर देख्नुभयो मान्छेहरू ड्रोनबाट भिडियो बनाउँछ अब मेरो छैन ड्रोन साथीहरू म चाहिँ यहाँनिर मोबाइलबाट गर्दैछु यो चाहिँ रहेको छ हाम्रो विराटनगर यस्तो खल्लो देखिँदो रहेछ कि बा हेर्नु न डर लागेन जस्तो लागेन माथि उठ्दा हजुर ब्याग यहाँ राखेको छ साथीहरू मेरो ब्याग चाहिँ राखेको छ फाइनली आमा जोड्यो म प्लेनमा बसेको छु साथीहरू तर मैले यहाँनिर एसी लानु क्या एसीले अनि यहाँनिर आन्टीको सल मागेर यहाँ टाउको छोपेको चिसोहरू भएन यहाँ बसेर आउँछ बिचरा सल मागेर म जस्तो त कोही छैन होला हौ तिरेको सब पैसा चक्लेट नदिएर हुन्छ त होइन त हामीले त दिएन त हो अनि छुट्या गयो हो त
पानी नखाने तपाईँ चाहिँ हामीले चक्लेट दिनु चक्लेट पानी त माएर खायो चक्लेट पनि पठाइदिनु ल चक्लेट पनि पठाइदिनु ल चक्लेट दिनु भएन क्या हामी ल म चाहिँ नखाने उहाँले चाहिँ खाना म नखाने नि लिइदिनु अन्त ठिकै छ साथीहरू हामी चाहिँ पानी चाहिँ मागी चक्लेट चाहिँ छुट्यो होइन चक्लेट चाहिँ मगाएर दिनु पानी खाँदैछु म चाहिँ यहाँनिर हेर्नु आन्टीको मात्र गरेर बसिरहेको छु हेर्नु हजुर राम्रै भएर बसिरहेको छु 5,000 तिरेर चढ्दा पानी पनि मिठो हुन्छ कि क्या 5,000 मात्रै हो 5700 अन्त 5700 तिरेर चढ्दा त पानी पनि मिठो हुन्छ साथीहरू हामी चाहिँ यहाँ चक्लेटको पर्खाइमा छ म चाहिँ यति धेरै चक्लेट टिप्ने होला छु कि 2टा दिन टिप्ने होइन कि त्यो एक दिने हो क्या हजुर 5700 यस्तो गरेर टिप्ने हो चक्लेट तर टिप्ने हो क्या साथीहरू किनभने कसैले पनि बोक्न पाइँदैन प्लेनमा आएपछि अब साथीले चाहिँ चक्लेट कसैले लगिदिनु परेन होइन सबैले खाइसक्यो चक्लेट साथीहरू हामी चाहिँ छुट्टी भएन हामी चाहिँ अब काठमाडौँ पुगेर एयरपोर्ट झरेर मात्रै दिन्छ के हो एउटा चक्लेट खाइसकेर त पुग्नु पर्यो अरूले खाएर हाती बाटोसम्म पुरिसक्यो हामी चाहिँ हेरेको के हो पारा चक्लेट आयो साथीहरू चक्लेट आयो भनेर भनेको फेरि आएन यार के हो बसेर टिप्नु पर्यो भने थापिसकेको छ यसले सबै चक्लेट टिप्छ भने मेरो छेउ नै पर्दैन चक्लेट पुग्नेहरू पहिलोपल्ट प्लेनको चक्लेट त अर्कै दिन्थ्यो त हामी त अर्कै दिँदो रहेछ
हुनुहुन्छ अहिले जाने हो बस्नु पहिले पहिले त्यही त बस्यो अहिले त रातो बस्दै छैन दिदी होइन के कस्तो हो मैले त कता 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 घुम्दाखेरि कस्तो डर लागेको एकछिन त ला जस्तो डर लागेको थियो क्या साथीहरू हामी सबको सिँगै फाइनली आइपुगिसकेको थियौँ अब यो बस्नु जाने हो नहानी पनि साथीहरू हामी म यहाँ सामान लिनको लागि आएको छु कुन सामान हो सुर्केसै आएन त हाम्रो त हरायो कि क्या हो पठाउन जाने हौ पठाउन जाने क्या म भिडियो गर्दैछु म यता जान्छु है बाहिर एकछिन ल बाइकमा ए ल छुट्टिनु बाइक यता हो एकछिन जानु नि ल चलो गाइज म चाहिँ फाइनली यहाँ प्रिन्टबाट ओर्लेर चाहिँ सामान बल्ल बल्ल निकालेर चाहिँ बाहिर यहाँनिर खोज्दैछु बहिनी कहाँ आउँथ्यो यहाँ आउँछु बहिनी भन्दैछ बहिनी लिन आउँछ होला म ट्याक्सीमा नजाने क्या म नजाने यहाँ मान्छे लिन आउँदैछ क्या अहिले जाम कि जाम भन्दैछ यो दाइ भाइहरूले हेर्नु न बाइकमा त कहाँ जानु त म नजाने क्या तपाईँको लामो बाइक छ बाइक कसको चाहिँ छोटो हुन्छ नजाने क्या म ए भाइले हेर्नु न यस्तो डिट गर्दैछ कि म यहाँ बस्ने हो क्या मान्छे पर्खिने तपाईँको के खै कता जानुपर्ने मलाई थाहै छैन सम्ममार्ग हो कि अब हजुर कतातिर पुग्नु म यतातिर जाने हो क्या म नजाने क्या बाइकमा सुरु हुन्छ नजाने बहिनी आउँछ होला साथीहरू एक्लै बसेछ अझ यस्तो प्लान चौपट भयो कि साथीहरू मैले यस्तो सोचेको थिएँ कि होइन प्लेनमा कति 51 52 53 सय भाडा तिरेर चाहिँ यति एक मुठी चक्लेट टिपेर चाहिँ साथीहरूले म कसैले त्यही ल्याइदिन्छु भनेर सोचेको थिएँ तर भएन हामीले 20 चक्लेट दिनौँ होइन अनि तर आउने बेलामा दिइराखेको थियो र पनि लिइरहेको छु 1-2 वटा अझै यहाँ बहिनी आउँछु लिनु भनिरहेछ साथीहरू बहिनी पनि आइसक्यो बहिनी चाहिँ यहाँ आइसक्यो पठाउमा आएको होला हामी चाहिँ जाने हो कसरी जाने होला त केमा ल्याएको ए नमस्ते गर्नु पर्दैन के जाने सन्चै म माथि गएछु कि माथि सरासरी म सामान निकालेर यता आएको सामान ढिलो सामान आयो अनि यो नोटिस तपाईँको हो के कसरी झर्नुभयो गरौँ छ छैन हौ के नभए त्यो स्कुटीमा एकजनाले झर्ने हो त्यो दाइले गाडी ल्याउनुहुन्छ न त्यसपछि त्यहीँ एकैचोटि झर्नु गाडीमा अडिहाल्नु हुँदैन होइन स्कुटीमा सजिलो हुन्छ त्यही हो पक्रिनु अप्ठ्यारो हुन्छ होला नि त बाइकमा हुँदैन हौ त्यही त हो बाइकमा होइन बाइक छ उसको कतिजना छ एकजना मैले पठाउनु दिएर अब एकजना हुन्छ यसमै चलो गाइस म चाहिँ फाइनली काठमाडौँ आइपुगिसकेर पनि बहिनीले पनि भेटिसक्यो अनि बहिनीले भेटेर पनि हामी पठाउ चढिसक्यो चढेर चाहिँ अब हामी बहिनीको घर जाँदैछौँ मेरो सामान चाहिँ यहाँ छ मैले केही ल्याइदिएको छुइनँ ल्याउनु चाहिँ हजुर मैडरीबाट आएको हो म लिम्बू राई होइन टुङमा साम्बा हजुर भ्लग मेरो मनिषा लिम्बू अफिसल छ हजुर उता हाम्रो गाउँतिर चाहिँ
तपाईँ फर्स्ट टाइम चढेको काठमाडौँमा जाम भनेपछि त है लिम्बू नै हो नि म पनि तपाईँ के लिम्बू हो तिम्रोको हजुर तिम्रोको खोक्रा तिम्रोको घुम्नु तर यता चाहिँ अलिक शीतलै रहेछ क्या उतातिर भन्दा त उतातिर निकै नै गर्मी छ अनि आउँदाखेरि चाहिँ यत्रो पानी पनि परिरहेको थियो अनि यहाँ त पानी पनि परेको छैन रहेछ यहाँ त शीतल रहेछ काठमाडौँको हल्लीचल्ली साथीहरू धरानी इटरीको नुडल्स मात्रै कति खानु अब चाहिँ यहाँ काठमाडौँ आइपुगेर काठमाडौँको नुडल्स पनि मैले चाख्दैछु कस्तो रहेछ अच्छा हो खानु खाऊ त दामी छ खानु पऱ्यो ल काठमाडौँको किमा नुडल्स चाहिँ दामी हुँदो रहेछ है मिठो हुँदो रहेछ म चाहिँ धेरै जसो आजमा यही